हामी जाँदैछौँ क्योमिजुदेरा टेम्पल। आज नयाँ वर्ष सुरुवात हाम्रो के अरे क्योमिजुदेरा टेम्पल जाँदैछौँ। दर्शन गर्न जाँदैछौँ। मान्छेको भिडभाड छ, पनि एकदम खत्रै छ। दर्शन गरेर के अरे गुड लक टिकट किन्ने नि त हामी हो, एकदम गुड लक टिकट किनेर हाम्रो यो 2026 कतिको शुभ गुड हुँदैछ, शुभ छ कि के छ होइन। स्वास्थ्यदेखि लिएर होइन हाम्रो लभ रिलेसनदेखि लिएर सब चेक गर्न जाँदैछ हामी चेक गरेर। भिडभाड छ, मान्छे चाहिँ यस्तो छ, भिडहरू चाहिँ आउनुपर्ने त हामी 12 बजे हो राति खासमा। अब राति आइएन होइन, बिहान उठेर आछन्। हाम्रो अहिले नै 12 बजिरहेछ। ल फाइनली क्योमिजुदेरा टेम्पल आइपुग्यो गेटमा। यहाँ चाहिँ फेरि कम रहेछ है मान्छे। तल चाहिँ बाटोमा चाहिँ लास्टै भिड थियो। बिहान भिड थियो होला मेन चाहिँ होइन, बिहान र राति। राति त आएन कि लसन यहाँ त थाहा भएन। उता त्यो टोकियोतिर चाहिँ यस्तो खत्रै हुन्छ मान्छे, यस्तो पुरै लाइन क्या। घामको उसमा कस्तो दामी देखेको मन्दिर त। ल फाइनली आइपुग्यो, मन्दिर आइपुग्यो। यताबाट छिरेर जाऊँ न त, यहीँबाट मेनबाट। कस्तो राम्रो उतै जाने होइन त। टिकट किनियो, यो चाहिँ भित्रको इन्ट्री गर्नको लागि। अब हामी त्यहाँबाट छिरेर एक राउन्ड मार्छौँ नि त।
दामी देखा आज किन्दै हाम्रो आज मौसम क्लियर छ अनि के भन्छ अरे घाम परेछ नि त ठ्याक्कै त्यही भएर राम्रो आएको छ त्यो त टन्नै लाग्छ त ऊ त्यहाँ ओमीकोजी ऊ त्यहाँ ओमीकोजी त्यही हो किन्ने ओमीकोजीको लाइनमा बस्दैछौँ हामी अलिकति भिड रहेछ ओमीकोजी भनेको चाहिँ यो नयाँ वर्षको गुड लक टिकट हो यो टिकट लिएपछि चाहिँ हाम्रो नयाँ वर्षको सुख शान्ति स्वास्थ्यदेखि लिएर अब लभ रिलेसनदेखि लिएर तपाईँको वर्किङ लाइफ सबै कुराहरू अब राम्रो नराम्रो थाहा हुन्छ त्यही भएर अब यो वर्षको चाहिँ कस्तो रहेछ भनेर चाहिँ 4 सालको चाहिँ एकदम राम्रो आएको थियो मेरो पोहोरको किने कि के गरेँ मैले पोहोर किनेन ए मेरो चाहिँ एकदम राम्रो निस्क्यो यो फर्स्ट टाइम हो मेरो चाहिँ खोइ अब 4 सालको चाहिँ ठ्याक्कै मिलेको थियो है अब खाइगाई ओभरसिज ट्राभल यताउति हुन्छ भन्थ्यो नेपाल गइयो सिङ्गापुर गइयो त्यही भएर यो वर्ष चाहिँ के हुन्छ रहेछ हेरौँ मेरो नि ओभरसिज ट्राभल आउँछ होला यो वर्ष त्यही त ओभरसिज ट्राभल तिम्रो अब स्विच धेरै छ भइ नै हाल्छ तर ठिकको टाइममा आएको छ हामी कस्तो मजाले खुलेको छ नि मौसम कस्तो दामी सिन देखेछ टन्नै छ है लाइन गुड लक टिकट किन्नको लागि लाइन टन्नै छ एकछिन धैर्य गरेर कुरौँ होला टक्क आजको ओमीकोजी गुड लक टिकट पनि हेरियो एकदमै राम्रो पनि छैन एकदमै नराम्रो पनि छैन मिडियम रहेछ मेरो यो पालिको गुड लक चाहिँ यो वर्षको गुड लक चाहिँ हाम्रो विजयको पनि राम्रै छ गर्ने कुराहरू धेरै खर्च धेरै नगर भन्ने छ मेरो चाहिँ कतिको मिलेको जस्तो लाग्यो त लगभग मिलेको जस्तै लागिरहेको हो मलाई किनकि फर्स्ट टाइम होइन फर्स्ट टाइम हो म अलि नसोची खर्च गर्ने मान्छे छु नि त त्यस्तो कुराहरू चाहिँ अलि मिलेको छ अनि कामको कुरामा पनि फेरि मलाई त काम चेन्ज गर्न मन लागिरहेको थियो तर नगर भन्ने सजेसन छ अब म छिटो नगर भन्ने कुरो हो एकदम अब म चाहिँ अब सोचमा पढेको छु अहिले चाहिँ के गर्ने भनेर विश्वासको कुरो हो अब कतिपय कुरा विश्वास गऱ्यो भने हुन्छ सबै कुरो होइन जस एउटा वे देखाइदिन्छ नि त मैले नि पोहोर ट्राई गरेको नि ठ्याक्कै त्यो जे आएको थियो त्यति अनुसार यो वर्ष चाहिँ त्यसरी नै बितेको भएर यो वर्ष पनि यसो हेरिदिउँ न त कस्तो रहेछ भन्ने दिमागमा आएको भएर कति पुरानो हो भन्छ त यो मन्दिर है तर यो अनि यो सुनेको यो काठहरू के भन्छ यो अब जस्तै वर्षै पछि
कुहिँदै जाँदैन भने कि कसरी जस्तो लाग्छ मलाई नि यिनीहरूले मेन्टेनेन्स गरेर राखेको हो कि मेन्टेनेन्स त गर्छ होला नि नसन्छ बेला बेला चेक गर्छ होला नि यो जस्तै यो काठ त पछि त के भन्छ अरे पछि कुहिँदै गयो धेरै हुँदै गयो त माछी कति लोड पर्छ मान्छे प्रत्येक दिन यत्रो भिडभाडमा आएको हुन्छ होइन कसरी के गर्छ होला पछि चाहिँ मेन्टेनेन्स अब त्यो चेन्ज गर्दै जान्छ होला नि होइन र होला के भएन भने ठुलै दुर्घटना भइहाल्छ नि यहाँ त नि त्यही त यिनीहरूले मेन्टेनेन्स गरेर होला बेला बेलामा हेर्छ होला के भन्छ अरे कतिको उस छ स्ट्रङ छ के छ तर हेर न कस्तो सुकिसकेको जस्तो देख्छ क्या तर यस्तो यो पानी सधैँ हुँदा पनि कस्तो नकुहिएको है तर नेपालतिर भए त कुहिन्छ स्विम गर्ने हो हामी गर्ने हो के हुन्छ र यो गरेपछि खास त्यो उ गर्ने हो मन्दिर जस्तै हुन्छ ए जापानको उ जस्तै हो पानी पनि खाँदो रहेछ त खाइरह एकजनाले खाने होइन नि मुख भिजा मात्रै हो त्यो गरेर बाहिर खाने हो क्या खाने राम्रो होइन भयो नगर्नु मलाई जाउँ यत्रो लाइन त बस्या हो र छैन भने बनाउनु पर्छ ए हामी त अब कतिखेर अझै टाइम लाग्छ नि त नि केटी छैन फर्किसकेको छैन नि त यहीँ हो नि त ल आउँदाखेरि लिएर आउँछ नि त के लिएर आउने साग लिएर आउँछ योबाट कस्तो चिसो भयो यहाँ माछा छ नि पोखरीमा बेस राम्रो राम्रो अस्ति थियो क्या अरे कस्तो फोहोर भएछ अहिले त ऊ त्यहाँ कुनामा ट्राइपोड कहाँनिर त्यहाँ त्यो केटा राखिरहेको ए यो घडी एकुरेट दिइरह टाइम हो नि क्युमिजुदेरा टेम्पल पनि घुमियो आज नयाँ वर्षको दिन दर्शन गरियो अब हामी सोरो सोरो फर्किन्छन्
絶対なんかレफर्क्यौँ है फर्क्यौँ यहाँनिर चाहिँ कस्तो दामी देख्छ क्या ओल्ड टाउनहरू जस्तो क्या यता तलतिर जाने हो त त्यो अघि देखेको लामो त्यो मन्दिरमा हुन्छ यस्तो जाडोमा आइसक्रिम राखेछ है यिनीहरूलाई गाडो गर्नु कि जहिले पनि खाइदिन्छ यो पङ्खालाई के भन्छ अरे जापानिजमा घाम गाउनेलाई के पो भन्छ थाहा भएन अस्ति के पो भन्दै मैले पनि बिर्सेँ हौ राम्रो आउँछ र डिजाइन राम्रो राम्रो छ 気をつけてよ。気をつけてよ。यो उसहरुमा के भन्छ अरे फ्रेग्रेन्स यो